यदि हजुरको घरमा कसैको हातहरू औँलाहरू यस्तो बाङ्गेको छ भने एकदमै विचार गर्नु होला है, किनभने यो बाथरोग हो। बाथरोग भएको बिरामीले चाहिँ बाथरोगको दबाई तुरुन्तै सुरु गर्नुपर्ने किन हुन्छ भन्दाखेरि चाहिँ यदि बाथरोगको दबाई सुरु गरिएन भने औँलाहरू पछि गएर यस्तो टिँडो हुन सक्छ, बाङ्गिन सक्छ र यस्तो भयो भने बिरामीलाई निकै नै गाह्रो पर्न सक्छ। हामी हेर्न सक्छौँ उहाँ आमाको यो औँलाहरू पुरै बाङ्गिएर पुरै टिँडो भएर उहाँलाई निकै नै गाह्रो परेको छ। यस्तो केसेसहरूमा चाहिँ बाथरोगको दबाईहरू तुरुन्तै सुरु गरेको राम्रो, नभए पछि गएर चाहिँ यस्तो औँलाहरू टेढो हुन सक्छ। अनि त्यसपछि आएर चाहिँ बाथरोगको समस्याले जोर्नीमा हान्छ। जोर्नीमा हानेपछि यस्तो गोडाहरू घोटिने ओर्ने समस्याहरू हुन थाल्छ। उहाँ आमाको चाहिँ माथिपट्टिको हिप जोइन्ट फेर्नुपर्ने थियो, अब उहाँलाई गोडा फेर्नुपर्ने स्थिति आइरहेको छ। सो बी भेरी केयरफुल।